चाइनिज ल्याङ्ग्वेज कसरी चेन्ज गर्ने हजुर सबभन्दा पहिले स्कोर गर्ने सेटिङमा जाने सेटिङमा गएर थ्री बटन क्लिक गर्ने 1 2 3 1 2 3 4 1 मा सिलेक्ट गर्ने सेलेक्ट गर्ने डिलिट गर्ने सबभन्दा पहिला एड गर्ने ल्याङ्ग्वेज युनाइटेड किङडममा सेलेक्ट गर्ने सिम्पली के गर्नु पर्दैन यसमा तपाईको यो चाइनिज अक्षर छ यसलाई तल गर्दिने यसरी खिचेर प्रेस गरेर हल्का प्रेस सेलेक्ट गर्दिने वो सेलेक्ट भयो इंग्लिश ल्याङ्ग्वेज हेर्न सक्नुहुनेछ इंग्लिश ल्याङ्ग्वेज सेलेक्ट भयो यो रियलमी एक्स मोडल हो टू डट मा गएर ल्याङ्ग्वेज एन्ड रिजन सेलेक्ट गर्ने यसलाई या त माथि गर्नुपर्छ यो त सेलेक्ट भइहाल्छ इंग्लिश चाइनिज ल्याङ्ग्वेजमा यो तल गरेपछि यो इंग्लिश युनाइटेड किङडम माथि आइहाल्छ त्यो सेलेक्ट भइहाल्छ ल थ्याङ्क यू फर वाचिङ कृपया भिडियोलाई लाइक एन्ड शेयर गरिदिनु होला जानकारीको लागि भिडियो बनाएको हो तपाईहरुलाई कस्तो लाग्यो कृपया कमेन्ट गर्नु होला धन्यवाद।